ल है गाइस, आज चाहिँ हामी न्यू इयर इभमा जाँदैछु। आज कन्सर्ट हुँदैछ अरे हैन। पहिला चाहिँ टिटानमा हुन्थ्यो हरेक वर्ष। यसपालि चाहिँ कहाँ अरे है टोमी सर? प्याचा अल्बा युलिया बुकरेस सेक्टर 3 मा है यसपालि चाहिँ। ओह, सबैजना न्यू इयरको लागि जाँदैछ हैन। चट्ट रुमाल क्यामलु ल दुनिया त यार टिप नयाँ वर्षरी हाई गाइस। न है गाइस, हामी चाहिँ आज हैन नयाँ वर्षमा नयाँ वर्ष के न्यू इयर इभमा यसो यहाँ आएको छु हैन। ल है हजुरहरू पनि आउनुहोस्, चट्ट लाएर आउनुहोस् है आउनुहोस्। सुरु त यो त पुलिस ह्याप्पी न्यू इयर। पुलिसहरूले अब यसो गाडीहरू रोक्दैछ नि हैन। ठाउँमा पुलिसहरूले गाडी रोक्दो रहेछ, अर्काको चाहिँ पुरै क्लियर गर्दो रहेछ। अब यहाँ पुरा अब यो रोडमा गाडी हिँड्नु दिँदैन। अहिले पुरै ध्यान गर्नु। हामी यो क्रस गरेर जाऊ हामी योभन्दा अगाडि जाउँ। यहाँ 2025 को अन्त्य विदाई कार्यक्रम र शुभ आरम्भ 2026 को सबैलाई ह्याप्पी न्यू इयर। ह्याप्पी न्यू इयर। सँगसँगै सबैलाई नयाँ सोच विचार मङ्गा पुलिस अब यहाँ ठाउँमा सेक्युरिटी यसो राख्छ। रोमानिया सरकारले पुलिस भेडार राख्छ। यही हो अब न्यु इयरको कन्सर्ट भन्ने कि 2025लाई चाहिँ विदाई कार्यक्रम फेयरवेल पार्टी दिँदैछ। 2025 को फेयरवेल पार्टी दिँदैछ रोमानिया सरकारले। यहाँ ठाउँमा यहाँ सेक्युरिटी गार्ड नेपाल रोमानिया सरकारले चाहिँ यो रोमानिया नुन खाएको आसाङहरूले राखेको छ। अब हेर्नु सबैजना न्यु इयरको लागि आएको, कार्यक्रम हेर्न आएको। हेर्नु एकचोटि भित्रै हुनुपर्छ। तर यहाँको त हामी जता यहाँ त्यो त्यहाँ भन्नु त है पहिलाको मेन रोडमा टिटान्नु भन्दा चाहिँ यहाँ ठिक छ नि। यहाँ यस्तो यो बहिनी त फेरि कस्तो जाडो मौसममा तातो लुगा लाएर आएको छ। हाम्रो त इन्ट्री गेट कहाँ हो? यताबाट बिल्डिङ खतरा रहेछ त हेर्नुहोस् कन्सर्टको अगाडि। कहाँ गयो त के साह्रो? ओहो घले भाइ के हो? झलमल्ल लाइटहरू दिन्छ त कहाँबाट? पुरै हो नि। खै भित्र जाऊँ भनेको माका डक्स। इन्ट्री गेट कहाँबाट हो? जाने अब अङ्ग्रेजीको नयाँ वर्ष है यो। अङ्ग्रेजीको नयाँ वर्षलाई स्वागत गर्दै अङ्ग्रेजीको 2026लाई बिदा गर्दै कहाँबाट जाने? होइन अहिले त गेट बन्द पो रहेछ त। अब यहाँको आमाहरू पनि सिँगार पोतेत गरेर पुरै
मेकअप गरेर आउनु भएको रहेछ होइन हामी चाहिँ अहिले हामीलाई गेटमा छिर्न दिइरहेको छैन यार न्यु इयरको त्यसमा आएको माका डक्स गेटै सबै बन्द गरेर यार